Hello everyone, today let's talk about France student visa process and why France remains one of the best destinations in Europe for world-class quality educations at an affordable tuition fees. So France has its own admissions and visa step. Let me explain you in a very simple way. So first step भनेको चाहिँ तपाईहरुको admissions र applications process हुन्छ जहाँ तपाईहरुले चाहिँ आफ्नो academics documents, CV, motivations letterहरु चाहिँ युनिभर्सिटीलाई सेन्ड गर्नुपर्ने हुन्छ। कतिपय केसमा चाहिँ युनिभर्सिटीहरुले मोटिभेसन इन्टरभ्यूहरु लिनुहुन्छ भने कतिपय केसमा तपाईहरुलाई इन्ट्रान्स एक्जाम पास गरेपछि मात्रै एडमिशन्स लेटरहरु प्रोवाइड गर्नुहुन्छ। सँगसँगै धेरै जसो बिजनेस स्कुल्सहरुमा चाहिँ विद्यार्थीहरु चाहिँ विदाउट आईएलटीएस पीटी पनि एप्लाई गरिराख्नुहुन्छ। तर हाम्रो रिकमेन्ड भनेको चाहिँ एटलिस्ट आईएलटीएस पीटी अथवा ड्युलिङ्गो इंग्लिश टेस्ट दिएर प्रोसेस गर्नुभयो भने चाहिँ तपाईको प्रोफाइल चाहिँ स्ट्रङ हुन जान्छ। सो फ्रान्स पढ्न जाँदाखेरि विद्यार्थीहरुलाई फ्रेन्च ल्याङ्ग्वेज चाहिँ कम्पलसरी नभए तापनि हाम्रो रिकमेन्ड भनेको चाहिँ एटलिस्ट बेसिक फ्रेन्च पढेर जानुभयो भने तपाईहरुलाई डे टु डे लाइफमा टु गेट अ बेटर अपर्च्युनिटी इभन इन्टर्नशिपमा चाहिँ धेरै नै हेल्प हुन्छ। त्यही भएर वी रिकमेन्ड यु गाइज टु लर्न एटलिस्ट अ बेसिक लेभल अफ फ्रेन्च। सो फ्रान्समा पढ्न जाँदा विद्यार्थीहरुले एकदमै ध्यान दिनुपर्ने कुरा भनेको चाहिँ आफू पढ्न जान लागेको इन्स्टिट्युसन्स, प्रोग्राम, स्कुल्सहरु चाहिँ एक्रेडिटेड हो होइन भनेर चाहिँ सेल्फ रिसर्च गरेर चाहिँ भेरिफिकेसन्स गर्नुपर्ने हुन्छ। सँगसँगै कलेजबाट युनिभर्सिटीबाट एडमिसन्स आइसकेपछि आफूले पठाउन लागेको ट्युसन फीको रिफन्ड पोलिसीहरु पनि क्ल्यारिटी भएर मात्रै ट्युसन फीहरु चाहिँ सेन्ड गर्नुपर्ने हुन्छ। सेकेन्ड स्टेप भनेको चाहिँ तपाईहरुको डकुमेन्टेसन्स र सँगसँगै प्रिपरेसन्स उत्तिकै जरुरी हुन्छ। अब डकुमेन्टेसन्सको केसको कुरा गर्नु पर्दाखेरि तपाईहरुको फाइनान्शियल डकुमेन्ट्समा तपाईहरुले वर्कआउट गर्नुपर्ने हुन्छ। धेरै जसो विद्यार्थीहरुले चाहिँ के गर्ने गरिरहेको हुन्छ भने आफ्नो डकुमेन्ट्सहरु चाहिँ अलिकति फेक पेपरहरु पनि सबमिट गरिरहेको हुन्छ भने फ्रान्समा चाहिँ तपाईहरुको भेरिफिकेसन सबै हुन्छ। सो यस्तो प्र्याक्टिसहरु चाहिँ यदि कसैले सजेस्ट गरिरहेछ भने चाहिँ त्यस्तो चाहिँ नगर्नु होला। त्यसमा चाहिँ लङ टर्ममा चाहिँ तपाईको एप्लिकेसन्समा चाहिँ त्यसले धेरै नै नेगेटिभ इम्प्याक्ट पार्छ। सो थर्ड स्टेप भनेको चाहिँ तपाईहरुको ईएफ प्लेटफर्म, प्री काउन्सलर इन्टरभ्यू अनि भिजा एप्लिकेसन प्रोसेस हुन्छ। एन्ड दिस इज अ भेरी इम्पोर्टेन्ट फेज अफ योर एप्लिकेसन्स। लाइकवाइज फ्रान्समा एप्लाई गर्दाखेरि चाहिँ मिनिमम पनि टाइम फ्रेम 2 देखि 3 महिना चाहिँ एटलिस्ट छुटाउनु पर्ने हुन्छ। सो हाम्रो सजेसन भनेको चाहिँ विद्यार्थीहरुले जति चाँडो एप्लाई गर्यो द्याट विल बी अ बेस्ट चोइस। त्यस्तै अब धेरै जसो विद्यार्थीहरुले चाहिँ आफ्नो पोर्टल चाहिँ अरूलाई ह्यान्डल गर्न दिइरहेको हुन्छ। सो मेक श्योर अल योर एप्लिकेसन्स on EF platform need to be handled by student self, not by third parties. धेरै जसो विद्यार्थीहरु चाहिँ विदाउट प्रपर नलेज, प्रपर रिसर्च बिना चाहिँ यहाँ एप्लाई गरिरहेको हुन्छ र धेरै जसो स्टुडेन्ट्सले यो फेजमा गएर इररहरु पनि धेरै गर्नुहुन्छ। तपाईहरु पनि यो स्टेपमा क्ल्यारिटी भएर कन्फिडेन्सका साथ यो अपकमिङ इन्टेक ब्याचलर्स मास्टर्समा एप्लाई गर्न इच्छुक हुनुहुन्छ भने डु भिजिट स्टडी कनेक्ट नेपाल। हामीले चाहिँ विगत 14 वर्षदेखि स्टुडेन्टलाई चाहिँ फ्रान्सलाई केन्द्रित रहेर चाहिँ परामर्श दिइरहेका छौं। नट ओन्ली तपाईको इनिशियल एप्लिकेसन्स, तपाईको भिजा लागिसकेपछि एकोमोडेसन्स देखि टिल यु ग्रेजुएसन सम्म पनि हाम्रो होल टिमले चाहिँ तपाईहरुलाई फुल्ली सपोर्ट गर्नुहुन्छ। सो अब यस्तै केही कन्फ्युजन छ, क्ल्यारिटी छैन भने चाहिँ यु क्यान सिम्पली कम एन्ड भिजिट आवर अफिस। काउन्सलिङ लिएर चाहिँ यही अपकमिङ इन्टेकलाई चाहिँ तपाईहरुले चाहिँ आफ्नो प्रक्रियाहरु स्टार्ट गर्न सक्नुहुन्छ।